Hello everyone, good morning guys. Welcome to my YouTube channel. New day, new vlog. स्वागत छ हजुरहरुलाई। आज चाहिँ म चाहिँ नुहाएर घाममा बसिरहेको छु अनि त्यही हो। आज चाहिँ मैले भ्लग छतबाट स्टार्ट गरे साथीहरु। हेलो साथीहरु, आज चाहिँ हामी गोकर्णेश्वर घुम्न जाँदै छौं। फ्रेश भएर नुहाइदै गरेर हामी फ्रेश भएर हामी चाहिँ गोकर्णेश्वर घुम्न जाँदै छौं। हजुरहरु हेर्दै गर्नु होला। अहिले हामी रुमबाट निस्किसक्यौं। यस्तो म मात्र छैन, दुई तीन जना छौं। गेट त लगाउनु पर्यो साथीहरु। हेर्दै गर्नु चाहिँ अहिले उनीहरूलाई पिज्जा भन्यो। उनीहरू गएनन् भने जबरजस्ती भए पनि लगेर साथीहरू हामीले चाहिँ भूपेन्द्रहरूलाई पुरेको कति ढिला गर्छन् कि बल्ल 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 उठाएर रुमबाट बल्ल बल्ल उठाएर ल्याथ्यौँ। त्यही पनि अझै कहाँ आउँदैछन्, त्यहाँ आउँदैछन्। ब्याक क्यामेरा गरी देखाउनुपर्छ, त्यहाँ आउँदैछन्। अहिले क्यामेरा देखाएर भागिहाल्छन्। त्यही आउँदै थियो, क्यामेरा देख्यो भने चाहिँ भागिहाल्छन्। अहिले क्यामेरा देखाउनुहुन्न क्यामेरा। हामी सानो पुल पुग्यौँ। यस्तो छ अनि यहाँ पुल बन्दैछ। सानो पुल बन्दैछ होइन। यहाँ चाहिँ शौचालय रहेछ। मेरो प्यारो गोकर्णेश्वर आइपुग्यो। हामी चाहिँ त्यहाँ माथि जाने हो। अगाडि यहाँ चाहिँ राजेन्द्र कस्तो हिँडेछ। प्यारो गोकर्णेश्वर बागमा कस्तो आज यो चाहिँ किरेपुटी बस्ने घर रहेछ। मान्छे मरिसकेपछि 13 दिनको कार्य गर्ने घर। कस्तो राम्रो मन्दिर है, दामी देखेछ। यो मन्दिर एरिया सफा हुनुपर्ने ठाउँमा झन् कति धुलो हो क्या। कसरी धुलो उठ्छ। क्रस गर्नेदेखि डर चाहिँ केही लाग्दैन साथीहरू। के गर्नु, यस्तै रहेछ। जबरजस्ती उठाएर ल्याऊ, भोक खानै नखाएर खानै खाएनन्। रिसाएर पर्यो। सल्लाह गर्दै हिँड्छन् अगाडि के सल्लाह गर्न हिँड्छन्। हेर यिनीहरूले हामीलाई कहाँ फगाए। यहाँ सहयोगी माध्यमिक विद्यालय रहेछ गोकर्णेश्वर खोला। नगर अस्पताल पनि रहेछ यता सहयोगी देखिरहेछ। म साथीहरू हामी चाहिँ उकालोमा हिँड्दैछु। अब यतिको चाहिँ हिँड्नु परिहाल्यो नि। यस्ता छन् यिनीहरू, कस्तरी हिँडिरहन्। कता त्यतैबाट जाने हो। ल यहाँबाट आउनुभयो भने चाहिँ कति रुपियाँ दिन्छु। त्यस्तै लागिरहेछ। यहाँ चाहिँ भलिबल खेल्दै रहेछन्। कस्तो राम्रो ग्राउन्ड रहेछ, भलिबल खेल्ने ग्राउन्ड। यहाँ चाहिँ के हो यस्तो। हामी चाहिँ यस्तो ग्राउन्डमा आउँछौँ। ल ल केटाकेटी भन्नु पाइदैन है। ल केटाकेटी भन्नु पुग्दैन त्यहाँ। यहाँ यस्तो हान्दैछन्। ल
10 हान्नुभयो भने म आज घर बस्नु दिन्दिनँ। 1 2 यस्तो त कुल हुन्छ। ल 3 है त्यो खुट्टा त त्यस्तो हुँदैन है। ल 4 है 4 बेज्जत भयो है त्यो त अति। 1 2 3 4 5 1 आए। ए ल 1 मात्रै। ए 1 2 सिधा गर न सिधा हो न। 3 4 5 ओहो भातै नखाए त के। हामी चाहिँ यताबाट घुम्दै माथि पुगेर हिँड्दैछौँ। मेरो साथीहरू यस्तो हिँड्दैछन्। राजेन्द्र कति भोक लागिरहेछ भन त। कति भोक लागिरहेछ भन त। छैन भोक लाग्यो पनि लाग्छ छैन भन्ने उयो गर्ने। वाउ गिटार लिएर आइन्छ के रेशम फिरी यस्तै भन्दै हो। रेशम फिरी सिरियस गाना जान्दै सिरियस गाना। कसको यादमा के भयो आज मामा गाना खोज्छ भने बिचारा मामा हाँस्नु न हो हाँस्नु हो के। मेरो हाँसो खुसिसक्यो। कसले खोज्यो? हात नखाएर मेरो हाँसो खुसिसक्यो। हामी चाहिँ कहाँ जाँदैछौँ? त्यहाँ पारी डाँडामा जाने रे साथीहरू। हाम्रो के भन्छ एजेन्ट के अरे के भन्छ त्यहाँ चाहिँ वाउ कस्तो दाम लेखेर छ। आई लभ काठमाडौँ लेखेर छ। त्यहाँ पारी डाँडा भन्छ नि कहाँ डाँडा हो थाहा छैन है मलाई। कस्तो राम्रो ठाउँ रहेछ है। दाजु बहिनीको छुट्टै सल्लाह हुँदैछ। ल जान्न ल जा अधार देखाइसक्यो। यहाँ चाहिँ यस्तो गेट रहेछ अँध्यारो देखाइरहेको। मेरा दोस्तीहरू एक्लै बाह्रमा हिँड्छन्। अझै यहाँ भात नखाने ल्यायो भने शासन क्यामेरामा आउनै मान्दैनन्। कस्तो लाग्यो? हेलो किन हो क्यामेराले पनि तिमीलाई नै खोज्छ क्या। तारे भिर उतापट्टि यतापट्टि त्यो तारे भिर। यहाँ चाहिँ काठमाडौँ भेली यस्तो देखिँदैछ। कहाँ जाने हो? यो ठाउँ कुन ठाउँ रहेछ? अब कस्तो राम्रो घरहरू छ।
भिडियो बनाउन आउँदैन। एकजनालाई झोकेर कस्तो राम्रो मुलाहरू कलाहरू साग हेर न कस्तो राम्रो। के गर्नु यस्तै चाहिँ हाम्रो 3टा केटाहरू यस्तरी हिँड्छन्। कस्तो राम्रो छ। के गर्नु आउनु होला हजुरहरू पनि। वाउ भिड देख्न सक्नुहुन्छ। बाटो हिँड्दैछौँ। यहाँबाट कसरी जाने मुला ओहो यस्तो यस्तो अप्ठ्यारो बाटो छ। त्यहाँ पारेर नि गइन्छ होला। यहाँबाट त सकिन्न होला। हेलो साथीहरू, हामी चाहिँ रिटर्न भइसक्यौँ। यो ग्याङ चाहिँ कहाँसम्म पुग्यो थाहा छैन, तर यस्तरी हिँडालिदिन्छन्। लाग्नु थाल्यो त। हामी चाहिँ फर्किसक्यौँ साथीहरू। यस्तै रहेछ। अब घुम्ने भने चाहिँ घुमियो।